खोर्सानीका यत्रो साग चट्टा भुटुन राख्ने अनि अचार अलिकति अनि भातमा सरी यत्रो साइज हो यहाँ यसरी अचार खोर्सानी पुरै मासु यत्रो नमस्ते हाई वेलकम ब्याक टु माई च्यानल। आज हामीसँग नर्मल खाना छ। आज हामीसँग यहाँ यो पापड छ। पापड चाहिँ नि पुरै फुलाएको कुन छ पुरै। अनि हामीसँग यहाँ चाहिँ नि यो पिरो छोइला क्या उसिनेको वाला छोइला यो। त्यसपछि हामीसँग यहाँ यो साग साँधेको साग छ पिरो, यो पनि पिरोवाला छ। अनि यो भुटुन छ हामीसँग। अनि हामीसँग यहाँ अचार छ यो भातसँग खानलाई भनेर यहाँ। अनि हामीसँग यहाँनिर चाहिँ यो बन्दाहरू छ बन्दा। अनि यो चाहिँ खोर्सानी छ यत्रो ठुलो सिङ्गे खोर्सानी यो ठुलोवाला। अनि हामीसँग यहाँ दाल छ, यो चाहिँ यहाँ नटेको भएर यो साइडमा राखेको छ यो दाल। आज हामी यही सबै खाना गइरहेको छौँ। यदि तपाईँलाई यो भिडियो मनपर्छ भने लाइक गर्न नभुल्नु होला। यदि तपाईँले मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। त्यसै पनि अब भिडियो सुरु गरौँ। लेट्स स्टार्ट। खोर्सानीका यत्रो हल्का पिरो छ। यो साग क्या मिठो छ यो साग साँध्दाखेरि पनि यसमा भटास हालेछ पुरै धुल्लो पारेर भटास हालेर सही मिठो। आज छोइला पनि हल्का ठुल्ठुलो छ साइजमा। भुटुनको इन्टेस्टाइन भने आन्द्रा आउँछ। मसला सोही ठिक्क छ। ओए यसमा जाने क्या छोइला राख्ने साग चट्टा राख्ने भुटुन राख्ने अनि अचार अलिकति अनि भातमा सरी यत्रो साइज हो फुचेर कराउन थाल्छ यो। भुटुन चाहिँ सही मिठो छ। पुरै ठुलो छ क्या ठुलो। पुरै क्या ठुलो छ। यहाँभित्र टक्क लाएर भात छिराउने तर छिर्दैन। अचार सोही मिठो छ। यो खोर्सानीमा अचार त्यसपछि यहाँभित्र मासु सरी
साग यहाँ यसरी अचार खोर्सानी पुरै मासु पुरै ऱ्याप क्या यसको चाहिँ खोर्सानीमा फेरि अचार हालेर मासु छोइला यत्रो हो कटोर ओए पसिना आयो यत्रो हाम्रो दाल भातसँग खाने यो पुरै हल्का कोल्टे पारेर राखेको छ क्या देख्दैन मलाई सबै यो यहाँ जान्छ क्या दाल राख्यो भने यसरी तल झर्छ ओ हात खोर्सानी पोल्यो दाल गयो त्यही भएर दाल यस्तो कुल्टेर राखेको छ मैले यो यहाँ पुरै देखिन्छ भनेर त्यही भएर दाल खनाउन डर लाग्छ सबै यहाँ मिक्स हुन्छ फेरि दाल यो चाहिँ क्या मिठो हुन्छ क्या नर्मल खाना खाँदाखेरि पनि जहिले पनि के यो बन्द राख्ने भात राख्ने अनि के अचार मासु त सधैँ हुँदैन अचार राखेर चट्ट खाने क्या ऱ्याप गरेर क्या मिठो हुन्छ खतरा पसिना आउँछ आज नत्र आज चिकनको मासु खान्थ्यो चिकनको करी बनाएर पुरी हालेर टक्क लगाएर होइन पुरी चट्ट राखेर यसमा चिकनकोमा क्या मिठो हुन्थ्यो आज पूजा गर्न कुलदेउतामा पूजा गर्न गएको छ त्यही भएर कुखुराको मासु चाहिँ खाँदैन भनेर पुरी क्या बफ मासु मात्रै ल्याएको आज भात सकिसक्यो पेट पनि बढ्नु पनि थाल्छ है
पापड यो पशुपति पापड हो क्या 100 मिनट हुन्छ प्लेन छ क्या अरू पापडमा त हल्का मसला ससला हुन्छ त्यो पनि मिठो हुन्छ तर यो चाहिँ लोकल जस्तै भयो नि त त्यो जस्तो भुटुन जाने रक्सीसँग चट अस्ति भिडियो बनाउनु पाएन क्या अस्ति 1 महिनासम्म मासु नै खानु नभएर कुखुराको मासु खानु नभएन अनि यहाँ पछाडि घर पनि बनाइरहेको छ आवाजले गर्दा भिडियो बनाएन आज पनि पुरै ट्याङटुङ गर्दैछ जे हुन्छ भनेर बनाएको आज भिडियो नत्र आज पनि भिडियो बनाउन सकिँदैन थियो आवाज आइरहेछ यत्रो भात थियो आधी जति भातले गर्दा पेटै बच्यो क्या होइन अब छोइला दुईटा राखौँ साग अल्किमा जयो लास्ट पिस अचार अल्किमा राखौँ पिरो माथि पिरो पापड अल्के फटाक पारेर नयाँ कम्बो यत्रो धेरै मुखमा छिर्छ र भात भएन पिरो चाहिँ डर हान्छ अब Kami पनि खानु होइन साह्रो फाटेर यस्तो होला है चट्टा होइन यसरी घोलो ऱ्याप गर्ने खोइ के पान बनाएर सुवाला जस्तै पान बनाएर मुखभरि क्या जिउभरि पुरै पसिना आउँछ पिरो खाएर गरी महिनामा झन् पिरो खाएर पसिना जाने खतरा आएछ और के यो बन्दा जाने फ्रेस है फ्रेस
यो भिडियो पनि चाँडै सकेन भने मोबाइल फेरि अफ हुन्छ ओभरहिट भएर भनेर यो लास्ट पिस हो यो पापड जानी नखाउँला यति लास्ट बाइट दाल पनि छ दाल पारिदिनु आजकल किन च्यानलमा भ्यू आएन वाच टाइम पनि पुगेन मोनिटाइजै भएन च्यानल आजको लागि यति नै गरौँ ल पिरो त खतरा यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्न नभुल्नु होला यदि तपाईँले मेरो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला आजको लागि यति नै अर्को पालि यस्तै भिडियो ल्याउने छु त्यतिखेर लागिसम्म बाई बाई टाटा